the fruit is very sweet. Good morning everyone, respected chairman, chief guests, respected parents, respected school director, honorable principal, dear teachers, my friends, and my lovely brothers and sisters. Today is my pleasure to deliver a welcome speech on behalf of my school on this special occasion. Today is not just another day, it is a celebration of talent, hard work, and the vibrant spirit of our school community. A special welcome to those parents whose constant encouragement drives our students to shine. To my fellow friends, seniors and juniors, today is your day to showcase your creativity and passion. We have wonderful action-packed program prepared for you all, promising joy and inspiration. So let's make this event a wonderful celebration of excellence. Once again, a warm welcome to everyone. I am proud to be a Globalian. It is my honor to be a part of this school as it has taught me many valuable things. And I am grateful for my teachers who have been guiding us like our own parents, and I am thankful for my school since it has been improving for our own sake and for our better future. As I stand here, sincerely requesting all the parents to send their children to this school for better quality education and for their better future. And with all this, I would like to wrap up my welcome speech and let the program go as scheduled. Thank you. शिक्षक शिक्षिका मित्रहरू, आदरणीय अभिभावक, आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यस कार्यक्रममा उपस्थित आदरणीय पत्रकारज्यूहरू, त्यसै गरी हाम्रो निमन्त्रणालाई स्वीकारेर पाल्नुहुने सम्पूर्ण अतिथिज्यूहरू, अभिभावकज्यूहरू, पत्रकार मित्रहरू, हाम्रा आदरणीय शिक्षक शिक्षिका साथीहरू, कर्मचारी साथीहरू, विद्यालय परिवार सम्पूर्णलाई हार्दिक नमस्कार र स्वागत गर्न चाहन्छु। नमस्कार। विद्यालयले विभिन्न अवरोह आरोह पार गर्दै आज हामी यो 2082 सालको एनुअल प्यारेन्ट्स डेमा उपस्थित भएका छौँ। म धेरै कुरा भन्न चाहन्न। हाम्रा नानी बाबुहरूले आजसम्म गरेका प्रगति के सिके त्यो कुराको आज विशेष प्रदर्शनी हो र अघि नै मैले भने आजको अभिभावक दिवस यहाँहरूको विशेष कार्यक्रम हो। हाम्रा आदरणीय अभिभावकहरूको विशेष कार्यक्रम हो, हाम्रा नानी बाबुहरूको विशेष प्रस्तुति हो। त्यसकारणले हामी धेरै लामो भाषण केही गर्दैनौँ। हामीले हाम्रो बच्चा कस्तो चाहन्छौँ, यो देशको लागि हाम्रा बच्चाहरू कर्मठ र देशमा रहन सक्ने शिक्षा हामीले दिएर हाम्रा बालबच्चाहरूलाई उत्कृष्ट विद्यार्थीको रूपमा यो देशमा स्थापित गर्न चाहन्छौँ र त्यो चाहने विद्यालय हाम्रो लाइटिङ ग्लोबल एकाडेमी हो र त्यस्तो बनाउन चाहन्छौँ। त्यो कुरामा अभिभावकजीहरू तपाईँहरू तयार हुनुहुन्छ? तयार हुनुहुन्छ? हाम्रा नानी बाबुहरू पनि उच्च शिक्षाको लागि, विश्वसनीय कामको लागि, सुदृढ हुनका लागि नानी बाबुहरू पनि तयार छौ? सबैजना हामी तयार छौँ भने हाम्रो एकमात्र उद्देश्य हाम्रा असल विद्यार्थी, हाम्रा विश्वभरिको बजारमा कम्पिटिसन गर्न सक्ने सबल विद्यार्थीको रूपमा यो विद्यालय लाइटिङ ग्लोबल एकाडेमीले अहिले पनि काम गरिरहेको छ र भविष्यमा पनि काम गर्न चाहन्छ। यसैको प्रतिबद्धता स्वरूप यहाँहरूलाई विद्यालयको तर्फबाट, सञ्चालक अध्यक्षको तर्फबाट यहाँहरूलाई म विश्वास दिलाउन चाहन्छु। पुरस्कारको लागि क्लब दालिङका उहाँको गार्जियन सहित र फर्स्ट जुयान श्रेष्ठ उहाँको गार्जियन सहित अगाडि आइदिन अनुरोध गर्न चाहन्छु। फर्स्ट, सेकेन्ड, थर्ड र यसरी नै क्लास 2 थर्ड सुप्रिया राई र यसरी नै सेकेन्ड सृजन नेपाल र फर्स्ट सुयना श्रेष्ठ र उहाँको गार्जियन सहित अगाडि आइदिन हार्दिक अनुरोध गर्न चाहन्छु र यो पुरस्कार वितरण सहयोग गरिदिनु होला रोजिना बेगम। साना
बाबुहरूको गार्जेन अगाडि आइदिनु होला। घिमिरेज्यू र ग्रहण गर स्नेहा लिङ्गालाई तालीले स्वागत गरिदिनु होला। श्रद्धापूर्वक ध्यानपूर्वक सुनिदिनु होला। म सादर अनुरोध गर्छु। थ्याङ्क यू। अब म मेरो गुरु, मेरो अभिभावक, विश्वनाथ कलेजका अभिभावक श्री लेखनाथ सरलाई निमन्त्रणा लेखनाथ सरलाई स्कुलमा निमन्त्रणा गर्दछु। धन्यवाद। प्यारा विद्यार्थी नानी बाबुहरू, केही कुराहरू गर्नु छैन। मलाई एउटा उमेरको अवसरले अथवा शिक्षामा लामो समयदेखि संलग्न भएको अवसरले प्रमुखको रूपमा आमन्त्रण गर्नुभयो। यहाँ आइपुग्ने आभार व्यक्त गर्छु। मलाई लाग्छ यो विद्यालय र यहाँका शिक्षक शिक्षिकाहरू आफ्ना विद्यालय शिक्षाको मन्दिर हो र म विद्यालयको सञ्चालक भएको हुनाले पनि भन्ने गर्छु र सबभन्दा पहिले म शिक्षक शिक्षिकाहरूलाई सम्बोधन गर्छु, सम्मान गर्छु। शिक्षक शिक्षिका हुनु भनेको जागिरे हुनु होइन, सेवा गर्नु हो। यहाँ यस दिनदेखि सम्भवतः ड्युटीसम्म पास गर्नुभएका शिक्षक शिक्षिकाहरू हुनुहुन्छ। एउटा निजी विद्यालयले उहाँहरूलाई समुचित पारिश्रमिक दिन सक्दैन, तर उहाँहरूले तन्मयताका साथ नानीहरूलाई स्याहार सुसार गर्नुहुन्छ। साँच्चै भन्ने हो भने आर्थिक दिनुहुन्छ, महान कार्य गर्नुहुन्छ। उहाँहरूको पारिश्रमिक भनेको के हो? उहाँहरूले पारिश्रमिक लिनुहुन्न भन्ने मलाई लाग्छ। उहाँहरूको सम्पत्ति भएको चाहिँ आफ्ना विद्यार्थीहरू। भोलि गएर ती विद्यार्थीहरू राष्ट्रका ठुला उम्मेदवार व्यक्तित्वको रूपमा विकास भएपछि गर्वको अनुभूति हुन्छ। मलाई त्यो गर्वको अनुभूति भइरहेको छ। अहिले यहाँ दिपेन्द्र राई सम्भवतः हिँडिसक्नु हो, मेरो विद्यार्थी हो। आज यहाँ क्याम्पसको उम्मेदवार ठुलाधिकारीको हैसियतले यहाँ पुरस्कार वितरण गर्दाखेरि मेरो साथी खुल्यो। त्यहाँभन्दा ठुलो पारिश्रमिक के हुनसक्छ जिन्दगीमा, मैले त्यसको अनुभूति गर्छु। र शिक्षकहरूको यो भूमिकाप्रति म नतमस्तक हुन्छु। गोर्खी एल्डरमा गोर्खी उहाँले आमा मदर किताब लेख्नुभयो। पहिलो विश्वविद्यालय यहाँ आमाहरू धेरै हुनुहुन्छ, माताहरू हुनुहुन्छ, तपाईँहरू हो। तपाईँहरूले शिक्षिता सिकाउनुभयो, तपाईँहरूले सभ्यता सिकाउनुभयो। तपाईँहरूको भाषा राम्रो प्रयोग भयो भने तपाईँको नानीको विकास हुन्छ। अत साँच्चै नै आमा विश्वविद्यालय हो। आमा कसरी सम्झिनुहुन्छ? म सानै थिएँ, 7 वर्षको थिएँ। मेरा बुबा आमाले झगडा गर्नुभयो। त्यतिखेरको मेरो अवस्था कस्तो थियो? म ज्यादै धेरै चिन्तित थिएँ। मलाई ठुलो पिर परेको थियो। र एकछिनमा मेरा बुबाले चियापान भन्नुभयो आमालाई, आहा मेरा आमा बाबा मिल्नु भएछ भनेर यति खुसी भएँ। त्यस कारणले म आग्रह के गर्छु भने यहाँ आमा बुबाहरू कृपया आफ्ना नानीहरूको अगाडि कहिले झगडा नगरिदिनु होला। सँगै रमाएर बसिदिनु होला, प्रेमपूर्वक बसिदिनु होला। यदि तपाईँको झगडा गर्नु छ भने अन्यथा नसम्झिनु होला। मैले बुझेर भनेको हो, झगडा गर्नु छ भने कोठाभित्र गएर झगडा गरेर हाँसेर नानीको अगाडि आइदिनु होला। तपाईँका धेरै भयो, 3का नानी हुन्, 2टा हुन् वा एउटा नानी हुन्। उहाँको भविष्य तपाईँसँग गाँसिएको छ, स्कुलसँग गाँसिएको छ। त्यस कारणले अर्को म एउटा आग्रह गर्छु, कहिले पनि बुबा, यहाँ बुबा हुनुहुन्न, त्यहाँ पढे हुनुहुन्छ र
रक्सी खाएर घरमा नआइदिनु होला मातेर। तपाईँ विश्वविद्यालय हो, तपाईँ टिचरको पनि टिचर हो, त्यसबाट नानीहरूको संस्कार बस्छ। अतः यो सिक्न अभिभावक यसमा संस्कार आग्रह गर्छु, प्रतिभा पहिचान आग्रह गर्छु के भने अर्को एउटा हामी आफै पनि अभिभावकहरूलाई आग्रह गर्छौँ, हामी आफै पनि के गर्छौँ भने मेरो नानीले ए ल्यायो तबसम्म म रमाउँछु जबसम्म छिमेकीले ए प्लस ल्यायो भन्ने थाहा पाउँदिनँ। मेरो नानीले ए ल्याएकोमा गर्व नगरेर छिमेकीले ए प्लस ल्यायो भने मलाई डाह हुन्छ, पिर पर्छ। अनि छोराछोरीलाई म काम थाल्छु। अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु र उहाँलाई स्वागत गरिदिनु होला। सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। हार्दिक अनुरोध गर्दछु, मैले आजदेखि स्वीकारेँ। सम्मान गरिदिनु हुनको लागि आज हामीले सम्मान गर्ने व्यक्तित्व ज्योति माध्यमिक विद्यालयका पूर्व प्राध्यापक जितबहादुर राईज्यूलाई सम्मान ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्न गर्दछु र यसरी नै म सम्मान प्रदान गरिदिनु हुनको लागि म आजका प्रमुख अतिथि लेखनाथ हस् र यसरी नै मोरङ स्थापना 2067 साल अ प्लेस अफ एजुकेशनल एक्सलेन्स सम्मान पत्र श्री जितबहादुर राईज्यू सुन्दर। तालिका त कमै भएर यहाँनिर अरू भाइ भेट अल्छी लाग्यो क्या, अल्छी नमान्नुहोस् न। डाइरेक्टर किरण बजगाई यसैले सहयोगमा बेस्ट टिचर अफ द इयर 2081 मिस्टर कौशल दास अवार्ड दुर्गा प्रसाद द्विवेदी चेयरमैन एंड किरण बजगाई डायरेक्टर। लेखनाथ सरलाई अनुरोध गर्दछु र हस्तान्तरण गर्न अध्यक्षलाई अनुरोध गर्दछु। यसरी नै यही नै थानाले सम्मान धेरै शिक्षाको उसमा काम गरेको हुनाले मलाई उहाँहरूले गर्नुभएको छ र म पनि मैले पनि विद्यालयमा धेरै वर्ष काम गरेँ। 30 सालसम्म 29 सालदेखि 38 सालसम्म मैले त्यहाँ काम गरेँ र त्यसरी चाहिँ के अरे म 39 वर्ष कन्टिन्यू त्यहाँ काम गरेँ, मैले पढाएँ। त्यो चाहिँ हेडमास्टरकै रूपमा त्यहाँ बसेँ र त्यसरी म त्यहाँनिर चाहिँ के अरे शिक्षक हेडमास्टरको रूपमा बसेँ र अब अन्तिममा आएर मेरो पनि पेन्सन भयो अनि म चाहिँ त्यहाँदेखि
निक्लेँ भनौँ न मेरो पनि समय भएको हुनाले म पनि त्यहाँ छोडेँ र यसरी चाहिँ के अरे अन्तिममा यो विद्यालयको कार्यक्रममा मलाई गरेको के अरे सम्मानित गरेको हुनाले म त्यो सम्मानको उपलक्ष्यमा म धेरै नै आभारी छु र म उसको लागि उहाँहरूलाई पनि धेरै नै गर्दछु र साथै जे होस् कन्टिन्यू मैले गरेको हुनाले मलाई आज यहाँनिर उहाँहरूले सम्मानित गरेको हुनाले म पनि उहाँहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु।
घमाइलो रमाइलो कोसीतिरेमा घमाइलो रमाइलो कोसीतिरेमा रातो रातो सिन्दुरलाई दिन्छु सिरेमा रातो रातो सिन्दुरलाई दिन्छु सिरेमा भेटेको मायालाई बेनी बजारमा भेटेको मायालाई बेनी बजारमा रोजेको तिमीलाई हो मैले बजारमा रोजेको तिमीलाई हो मैले बजारमा जादु टुना मायाको गोलीमा जयको माया मालेको छोरीमा त्यो डाँडा हेर सर्लकै लाग्यो छल्लाको बोटैले छोइदिनुहुन्थ्यो एक फेर मलाई मुहानी ओठैले तिम्रै हो जोबन तिम्रै हो माया तिम्रै हो नजारा तेरो छ मलाई एउटा दिलका मायाको जादु टुना मायाको गोलीमा जयको माया मालेको छोरीमा आकाशैभरि उड्ने उषालु धन्चारे तिमी नै तिमी बसेकी हुन्छौ यो मेरो मनभरि तेरा पछि वसन्त आउँछ काँचुली फेरेर ए माया भाली बोलाइदियो मलाई एकपल्ट हेरेर घमाइलो रमाइलो कोसीतिरेमा घमाइलो रमाइलो कोसीतिरेमा रातो रातो सिन्दुरलाई दिन्छु सिरेमा रातो रातो सिन्दुरलाई दिन्छु सिरेमा भेटेको मायालाई बेनी बजारमा भेटेको मायालाई बेनी बजारमा रोजेको तिमीलाई हो मैले बजारमा रोजेको तिमीलाई हो मैले बजारमा जादु टुना मायाको गोलीमा जादु टुना मायाको गोलीमा जयको माया मालेको छोरीमा जादु टुना मायाको गोलीमा जयको माया मालेको छोरीमा जादु टुना मायाको गोलीमा या 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 या
जाने जौवनको भरमा कस्तो हो इन्जोय गर्नु होला है त जहाँ आफ्नो हितको माया छ त्यही तानी तानी लान्छ नि बोलेर पनि परदेशीसित पिरती लाउनु हुँदैन ए पिरती लाउनु हुँदैन सुरिलो रुखको हिरिलो हाँगा रुपैमा पाछैन भोकलाई भजन इन्द्रलाई ओछे पिरतीलाई जाच्छैन ओ पिरतीलाई जाच्छैन भरेर माया
अफ गर्नु तान्नु न तान्नु हाम्रो स्कुलमा आउनुभएको ल थ्याङ्क यू धन्यवाद दिनेश सर जसलाई हामी उहाँको उपनाम बोकेदारी भन्दै चिन्छौँ उहाँका चर्चित गीतहरू थुप्रै छन् आफ्नो स्थित उहाँलाई हस्तान्तरित गर्न चाहन्छु र मोहन अगाडि गाउने मान्छेले साह्रै राम्रो गीत गाएको हो नि होइन धेरै राम्रो गीत गाएको अब एउटै स्टेजमा सङ्गीतमा गाउँ मलाई बोलाउँदैन फेरि अलिक एक घन्टा बेला बेला पर पारेर गाउनुपर्छ है कान्छ राम्रो मान्छे राम्रो शिक्षक राख्नुभएको रहेछ उहाँले चाहिँ एकदम उहाँको भोकलमा एउटा मिठो पन छ र उहाँले राम्रो सिकाउनुहुन्छ मलाई यो थाहा छ दुईचोटि भेटमा हाम्रो सायद मलाई जहाँसम्म लाग्छ अब म गीतैतिर जान्छु त्यो याद छ तिम्रा लागि ल बजाउँदै गर्नुपर्छ ताली बजायो भने मुटुमा कहिले रोग लाग्छ तेरो जेठो दाजु कोदाली ताते तेरो माइलो दाजु पुरै बाटी भाते तेरो साइलो दाजु एक नम्बरको मुच्चार तेरो काइलो दाजु बितेको मुच्चार तेरो अन्तरे संपटो संति तेरो जतारे दाजु चोरको भन्थे तेरो बाबु श्री कृष्ण भगवान कि अब मैले यिनीहरूलाई किन ल्याएको यहाँ आऊ आऊ भनेको भने अब बाबुहरू यहाँ नाच्ने ल तिमीहरूले कोकी खाएको छौ कोकी एकदम ल्याएर मलाई हेर
चमेलीको कोही हेर कति मजाको मुसु मुसु हाँस्दै कति लजाको मेरी आमा रातो दिनकी बिमारी तातो पानी दिने कोही छैन ससुराकी छोरी त घरमै छे तर मेरी अर्धाङ्गिनी कहिल्यै भएन न त दुःख देख्छौ न त पिर बोल्दै हुन्न कुनी हाल्छे माइततिर मेरो खप्परै यस्तो मेरी बुढी कान्छी भयो दुई फुटी जान्थी उसका साडी जस्ता लाम खुट्टे जस्ता उसको बोली कस्तो मकै पड्के जस्तो मेरो
एक बार बोले कसो कसो हाँस्नुपर्छ मलाई लाग्दैछ फेरि आउनुहुन्छ फेरि बस्नुहुन्छ अनि गर्मी अत्यन्तै अब एउटा मुख जब एउटा भुँडी जब एउटा मुख यही भुँडी पाल्नलाई कति साह्रो दुःख गाँठे कति साह्रो दुःख ओइ पटिर्या प्र्या 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 भाइहरूलाई मनपर्छ ओइ पटि झ्याप 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 अब मैले अघि भनेको थिएँ त्यो ह्यान्डसम र ब्युटिफुलको अब भन्छु नौवटा प्वाल छन् शरीरमा हाम्रो नौवटा गनाउने दुर्गन्ध नराम्रो नौवटा प्वाल छन् शरीरमा हाम्रो नौवटा गनाउने दुर्गन्ध नराम्रो कानबाट काने गुजी आँखामा कचेरा नाकबाट सिँगान हेर मुखमा खकाएर तलको के कुरा गर्नु दिशा र पिसाब तलको के कुरा गर्नु दिशा र पिसाब कहाँ मिल्यो हिसाब अनि भन्छौ म ब्युटी छु अनि भन्छौ म च्वाक छु छिट 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 छि ओइ पटिर्या प्र्या 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 ओइ पटि झ्याप 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 झ्या एक बार बोले कृष्ण लाल की मेरे दिल में बात बसा के फिर क्यों डेरा कर दिया अरे पाके भर दिया दिल चुरा के अरे साजू ये क्या कर दिया अरे पाके भर दिया दिल चुरा के अरे गलू ये क्या कर दिया
त मन छ तर तिम्रो दादाले के भन्छ के भन्छ I love you my baby I want you my baby आकाशैको गुडुङ गुडुङ कसैले तान्नु श्रीकन्नाले सट्टा पारे कोही भनेर जान्नु निलाई अलमारीको आली आली कालो गोरु चर्छ उतो हिँड्ने कालो केटो मेरो सालो पर्छ निलाई अल्सर हुन्छ ग्यास्ट्रिकले क्यान्सर हुन्छ खैनीले मलाई माया गर्छु भन्छौ डल्ले कि बहिनीले अल्सर हुन्छ ग्यास्ट्रिकले क्यान्सर हुन्छ खैनीले मलाई माया गर्छु भन्छौ डल्ले कि बहिनीले मलाई माया गर्छु भन्छौ डल्ले कि बहिनीले एउटा गोरु झाले माले अर्को गोरु फुर्के यिनका बाउले दारी जुगा बन्जरोले फुर्के निलाई गाई पाले दुध दिन्छ भैँसी पाले मोही छोरी घरमा पाल्नु हुन्न मलाई भन ज्वाइनीलाई अल्सर हुन्छ ग्यास्ट्रिकले क्यान्सर हुन्छ खैनीले मलाई माया गर्छु भन्छौ डल्ले कि बहिनीले अल्सर हुन्छ ग्यास्ट्रिकले क्यान्सर हुन्छ खैनीले मलाई माया गर्छु भन्छौ डल्ले कि बहिनीले मलाई माया गर्छु भन्छौ डल्ले कि बहिनीले छोरी घरमा राख्नुहुन्न मलाई भन पिटो निलाई भने कालो घोडा किन्छु तिमीलाई चोखो माया दिन्छु निलाई अल्सर हुन्छ क्यान्सर हुन्छ खैनीले मलाई माया गर्छु भन्छौ डल्ले कि बहिनीले डल्ले कि बहिनीले मलाई माया गर्छु भन्छौ 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 डल्ले कि बहिनीले यो लाइटिङ ग्लोबल एकाडेमी परिवार मायाको चिनो हस्तान्तरण गर्न चाहन्छ सर्वप्रथम म यस लाइटिङ ग्लोबल एकाडेमीका कोषाध्यक्ष यो कार्यक्रमका संयोजक जीवन कुमार राईज्यूलाई मायाको चिनो ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र हस्तान्तरणको लागि म लाइटिङ ग्लोबल एकाडेमीका अध्यक्ष दुर्गा प्रसाद घिमिरेलाई हार्दिक अनुरोध गर्दछु।